मलाई के घन्टे रे क्या मलाई घन्टे भन्नुहोस् होइन घन्टी भन्नुहोस् केही फरक पर्दैन। नमस्ते म अनिल छेत्री। मलाई घन्टे भनिदियो के है अब रिसाउने कुरा भएन। किन भन्दा अब मान्छेहरूलाई एउटा अँध्यारोबाट उसलाई उज्यालोमा ल्याउनै पर्छ के है। किन भन्दा मान्छेहरूले माइन्ड वास यति गर्छन् यो काङ्ग्रेस एमाले। अब नेतै फट्टा छ, केपी ओली फट्टा एक नम्बरको। अब त्यसको कार्यकर्ताहरू है झन् फटा के। मलाई के भनिदियो, पहिला सोलु जान कति दिन लाग्छ भनिदियो के। अब पहिला 8-9 दिन लाग्थ्यो होला हिँडेर जाँदा, अब अहिले कति घन्टा लाग्छ अरे क्या। अब लाग्ला त्यही 8-9 घन्टा भनेर भनेको। अनि त्यो विकास नभएको के हो अरे क्या। अनि नेता फटा कार्यकर्ता महाफटा के। अनि विकास भनेको यहाँबाट सोलु जाने बाटोमा कतै एक लेनको बाटो क्लियर छ, बाटोमा दायाँ बायाँ बत्ती छैन नि होइन। त्यही विकास हो होइन। अनि त्यो भएर यस्ता फटा त्यो गगन थापाले अब त्यो 3-4 लाख रुपियाँ कमाउन सक्छ भने ल्यापटप बोकेर किर्तिपुरको डाँडामा गएर अब कसरी कमाउन सक्छ चाहिँ भनेन, प्रश्नै गर्दैन। अनि घन्टे भन्छ होइन। त्यो गगन थापा नजिकको मान्छे भएर होला मलाई घन्टे भने होइन सबैको। तर यो देशको लागि हो यो है। किन भन्दाखेरि भनेर केही फरक पर्दैन। अब अहिले रिजल्ट पनि देखिसके, नतिजा बहुमत होइन 2/3 सरकार बनाउँछ। फटाहरूलाई साँढेभन्दा साँढे कारबाही गरेर लकअपमा हालेर जियाहरूलाई पाता फर्काउनु पर्छ। त्यही भन्न चाहन्छु म। धन्यवाद।